नमस्कार, म उदिमा जुगजाली। मेरो घर चाहिँ म्याग्दी, हाल बसाइ चाहिँ बाग्लो गोल्डन गेट 2 मा छ। म चाहिँ रोगले पीडित अस्पताल हिँड्दा थकित भएको अवस्थामा यो अहिले मैले भन्नुपर्दा चाहिँ पुनर्जन्म कसरी पाएँ भन्दा नेचुरल पद्धति यो नेचुरल सप्लिमेन्ट्स अपनाएर अहिले चाहिँ मैले नयाँ जीवन पाएको छु। अहिले म चाहिँ अब यो कहाँ गएर ठिक होला त, हस्पिटलमै गएर पनि त रोकथाम मात्रै रहेछ, क्लियर त नहुँदो रहेछ। मलाई त रोग क्लियर भएर बाँच्नु छ, नानी बाबुहरू छन्, नानी बाबुको भविष्य बनाउनु छ भनेर भौटारिरहेको अवस्थामा मैले चाहिँ यो ऋषिकलको ब्रान्चमा सेफाई ओलले लिएको यो सप्लिमेन्ट भेटाउन पुगेँ, जो कि मेरो दिदीको तर्फबाट दिदीले बुझेर मलाई बुझाउनु भयो, मलाई त्यो बाटो देखाउनु भयो। मैले हस्पिटलको क्यान्सरको औषधिहरू खाँदै गर्दा थकित भएको अवस्थामा मैले यो सप्लिमेन्ट भेटाएँ। मैले राम्रो परामर्श लिएँ, राम्रो काउन्सिलिङ गर्नुभयो। सरेसा उहाँलाई नै एकदमै सम्झिने गर्छु। अनि बिजान केसिक सर उहाँबाट नै मैले सप्लिमेन्ट एप्लाई गरेँ। राम्रो खाँदै जाँदासी मलाई एकदमै राम्रो हुँदै गयो, राम्रो भयो। बिस्तारै निको क्लियर नै भए, राम्रो भए। उहाँहरूलाई विशेष गरेर धन्यवाद दिन चाहन्छु। रोग त निको भए, टोटली क्लियर भए, स्वस्थ पनि भए, रोगलाई पनि जिते, नयाँ जीवन पनि पाएँ। अब के गर्ने त, केही त गर्नु पर्छ। नानी बाबुहरूको भविष्य पनि बनाउनु पर्यो। म जस्तै पीडितमा परेका, म जस्तै रोगले थकित भएका, हस्पिटलमा हिँड्दा धाउँदा रोकथाम गरिरहेको व्यक्तिहरूलाई चाहिँ मैले उद्धार गर्नुपर्छ। प्राकृतिक उपचारबाट पनि नयाँ जीवन पाइँदो रहेछ नि त भन्ने मैले गरेको अनुभवबाट चाहिँ मैले चाहिँ अहिले सानो यो स्टेप राखेर म जस्तै धेरै पीडितहरूलाई, रोगले ग्रसित भएको, हस्पिटलमा धाउँदा पैसा पनि सकिने लास्ट स्टेजमा पुगेका मान्छेहरूलाई चाहिँ राम्रो परामर्श दिएर उहाँहरूलाई चाहिँ सप्लिमेन्ट खुवाएर धेरैजना व्यक्तिहरूलाई चाहिँ उद्धार गर्न सफल भएको छु। म त यो सप्लिमेन्ट खाएर सन्तुष्टि पनि भएँ, नयाँ जीवन पनि पाएँ। र यो गर्दै गर्दासी अब सन्तुष्टि मात्र भएर भएन, अब निरोगी भएर पनि भएन, केही त गर्नु पर्यो भन्ने गर्दासी अब मैले पनि सानो स्तर राखेर गर्दै जाँदासी धेरैजनालाई पनि निको बनाएँ। म आफै निको भएको कारणले सबै कुरा ममा कन्फिडेन्टले भन्नु पनि सक्छु, सबै कुरा बुझाउन पनि सक्छु। धेरैजनालाई उद्धार गरिसकेको छु, अझै पनि गर्ने आशा राख्छु। र धेरैजनालाई सल्लाह सुझाव के दिन चाहन्छु भने प्राकृतिक र नेचुरल भन्दा अरू केही पनि ठुलो रहेनछ मैले बोकेको कुरा। धेरैजनाको आशीर्वाद पाएको छु। धेरैजनाले चाहिँ मलाई भेट्न आउनुहुन्छ। सिजन अनुसारको फलफुलदेखि लिएर, तरकारीदेखि लिएर, दुध महीदेखि लिएर एकदमै खानेकुराहरू बोकेर भेट्न आउनुहुन्छ। त्यसमा चाहिँ मलाई चाहिँ एकदमै गर्व लाग्छ अनि एकदमै खुसी लाग्छ। सबैले आशीर्वाद दिनुहुन्छ। कोही त निको भएर पनि फुल अनि पैसाको अनि फुल लगाइदिएर जानुहुन्छ। उहाँहरूको बुढाबुढीको 70-80 वर्ष पुगेको बाबाआमाहरूको आशीर्वाद पाउन नै मेरो ठुलो भाग्यको कुरा हो। विशेष गरेर त यो सेफाई प्रणाली यो सप्लिमेन्ट ल्याउने व्यक्तित्वहरूलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु मनैबाट।